हेलो अनि नमस्ते अनि टसिदेले सबैलाई स्वागत छ मेरो युट्युब च्यानल शेर्पा भ्लग्स 40 मा। आज चाहिँ मैले यो के भन्छ घर आइसी भ्लगहरु लिएर आएको छु हैन। स्पेशल चाहिँ यो मेरो भ्लगमा चाहिँ मोटो भ्लगहरु गर्छु खास गरेर, तर आज चाहिँ मैले स्पेशल गरेर चाहिँ फ्यामिली भ्लग लिएर आएको छु। त्यो फ्यामिली भ्लग चाहिँ मैले सुरु सकेको छु र मेरो यो भन्दा अगाडि चाहिँ दुईटा च्यानल चाहिँ ड्यामेज भएको हुनाले चाहिँ मैले फेरि पनि नयाँ च्यानल खोलेको छु। यो मेरो नयाँ च्यानलको नाम चाहिँ हो शेर्पा भ्लग्स 40 र यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ लाइक शेयर सब्स्क्राइब गरिदिनुस्। पहिला पुरानो च्यानलहरुलाई जस्तै माया ममता देखाएर के भन्नु च्यानललाई सपोर्ट गरिदिनु होला हैन। आजको भ्लग चाहिँ म कहाँबाट सुरु गर्दै छु भने चाहिँ हाम्रो सानो बेबी मेरो छोरी चाहिँ हैन, मेरो छोरी त ठुलो भइसक्यो हैन, छोरी हैन सालीको छोरी चाहिँ अहिले हामीसँग बसिरहेछ। उ चाहिँ स्कुल जाँदा जहिले नखरा देखाउँछ हैन। नखरा भनेको मतलब बच्चाहरुको सबैको त्यही त हो नि हैन, कसैको पेट दुख्ने कसैको टाउको दुख्ने, उसको चाहिँ के दुखेर के भएर स्कुल जान्छ जाँदैन तपाईलाई आजको यो भिडियोमा र मेरो दिदीको यो घरहरु पनि सबै देखाउँछु। म बस्ने रुमहरु पनि सबैको टुर गर्छु अनि लास्टमा चाहिँ छोरीलाई कलेज पुर्याउन गएको मोटो भ्लग पनि गर्छु। त्यो लास्टसम्म चाहिँ भिडियो हेर्दिनु होला र अहिले आज चाहिँ भिडियो सुरु गर्छु। फेरि पनि भन्छु च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ लाइक शेयर र सब्स्क्राइब गरिदिनु है त। भिडियो सुरु गर्नु है त साथीहरु। नमानेर रोएर स्कुल जानुपर्छ तुका घरमा बस्यो भने के एकछिनै सोना के भयो यहाँ लुगा लाउँदैछ बेबी चाहिँ खुसी भएर जाँदा छ ए मान्यो बेबी स्कुल जानलाई मान्यो। बेबीलाई चाहिँ एक प्लेट पर्ने बित्तिकै लिनु गइहाल्ने यहाँबाट म लिन जान्छु के। आज फेरि हामी हस्पिटल जानुपर्छ अनि घरमा कोही हुँदैन नि त, मामा पनि हुँदैन, कोही हुँदैन, सबैजना आफ्नो कामतिर पुग्छ। अनि पेमालाई कसले हेर्ने टुङ्गालाई ए खाली यसलाई चाहिँ फेरि टुङ्गा भन्दा पेमा भन्दछु मैले चाहिँ पेमा यो ट्याप धेरै भारी छ। अब यो भन्दा सकिन मैले कहाँ गएको छ फेरि यो एउटा बल्ल पक्रेर ल्याएर भनेर लुगा लगाइदिएर कति बजे छ न 9 बजेको जाने बेला भइसक्यो ल। 15 मिनेट भरे कुरा गर भन्न सौला काटिसक्यो पापा सँगले पुराउनु हुन्छ न म पुराइदिन्छु। पुराउने हैन म लिनु चाहिँ आउँछु भने लम्बुलाई पुराउँछु। यहाँ सुन लम्बुलाई स्कुटीमा कलेज छोडिदिन्छु अनि सिधै त्यहाँ पिक पोइन्ट त्यो खोलाको छेउको स्कुल हैन त। ए त्यो त म स्कुटीमा तुफान आउँछ है बेबी। अहिले दिदीसँग जाऊ बेबी। आज हैन तिमी हाजिर मात्र गरेर आऊ के बरु हाजिर चाहिँ गर्नुपर्छ के हाजिर गर एक्जाममा देखाउँछ नि त। एटेन्सन देखाउँछ अनि त्यो बसमा भन्देऊ ल पेट दुखेको छ बेबीको अनि अलिक गाह्रो भने खानेकुरा दिनु परिहाल्यो नि। म लमुलाई छोडेर त्यताबाट सिधै उता खोल्दै खोला बाटो के पुग्छ है, त्यही खोलाको छेउको स्कुल त हो नि। यसलाई ल्याएर चाहिँ अनि यहाँ आएर चाहिँ ट्याप ठ्याक्कै 100% चार्ज हुन्छ त्यो बेला। हो गाह्रो भयो तपाईँलाई धेरै। अब हेर्न स्कुलै जानु मान्दैन नि मान्छ ऊ मानिस त्यसै छेसङ जानु नमानेर यहाँ ऊ एउटा अर्को बच्चा ऊ जान्छ त ऊ ट्यालेन्ट छ त। ए ल ओ यता हेर्दा त तेरो त मुखहरू धोको जस्तो नि छैन, कपाल कोरेर यहाँ अलि पानी कोर ब्रस गरेको छैन यी गरा त केही हुँदैन छोडेर बच्चाहरू भान्सामै बिचारा टाइम जान्छ कहाँ बच्चालाई स्याहार्छ खानु र पकाउनु र हग्नु मात्रै जान्छ। लगाइदिनु पर्यो नि पुच्छ त खुट्टा भएको मान्छे हेर खुट्टा कस्तो माथि लमु जाको ल्याइदिनु छिटो लमु जाऊ ओ लमु उधार टुङ्गाको ब्याग माथि ल्याइदेन माथि माथि अहिले फेरि जान्न मन छिटो यहाँ रेडी भएको लाग्छ। फेरि एउटा हेर्नु त्यस्तै छ कहाँ छ यस्तो ए लुगा लाउँदैछ लुगा लाउँदैछ अरे त्यसै लुगा लाउँदैन ल ओ आइडेन्ट कार्ड निकाल्दै तिमीहरूको सबै यो भ्लगमा आउँछन् फेरि अब याद गर फेरि फ्यामिली भ्लग केही हुँदैन घिनलाग्दो घर यस्तो त हुन्छ नि। यो चाहिँ अहिले हाम्रो फ्यामिली भ्लग चलिरहेछ। सालीको छोरी हो यो तुङ्गायाङ्गी, जहिले स्कुल जाँदाखेरि खुसी हुन्छ। यो भान्जा बाबु यो पनि स्कुल जानलाई एकदम तयार। 8 कि 9 अरे ल 8 मा पढ्दैछ। कपालमा तेल पनि लाग्छ न कपाल चाहिँ फुस्ता तेल नलाए भने चाहिँ गर्मीले सबै हुन्छ।
म चाहिँ पढेँ के गर्नु कोठापेटी परे पठाउ होला म चाहिँ पढेँ पठाउला उता परेछ डाइरेक्ट कल आउँछ कहाँ स्कुल हो र अहिले यहाँ ढिलो भयो खै त्यहाँ छोड्दैन त्यहाँ अलिकति तँलाई त भन्नु त्यो ब्याग ल्याइदियो नि त सनम ब्यागले अब सनम यसले कस्तो लुगा लाछ अरे पातला न पातला मोचा लाऊ छोरी खै मोचा ओए छिटो निकाल्दैन यार अब हामी बेबी चाहिँ स्कुल जान्छ पेट दुख्यो अरे घरि टाउको दुख्यो अरे तर अहिले ठिक भइसक्यो अलिअलि दुखिरहेको छ अब भरे 1 प्लेट बढ्ने बित्तिकै म लिन जान्छु अहिले पहिला लमुलाई ठुलो छोरीलाई कलेज छोड्छु अनि खल्लै खोलाको बाटो गएर चाहिँ यसलाई लिनु जान्छु यहाँ यो त अहिले त्यो बाबालाई तनाव धेर नदे बाबा बिरामी भइरहेछ ऊ मजा लगाऊ छोरी लगाऊ यहीँ बसेर लगाऊ ल लाउनु आउँछ ल ल आफै लगाऊ लाउनु आउँछ मोचा हो कि यो त उयो हो यहाँसम्म मोचा त यहाँसम्म हुन्छ तिमीले त यहाँसम्म आउँदैन ल ल लौ लौ जत्रो भयो ल हो गुड जाने पक्नु पक ओइ पक्नु पक ओइ भाइ पक्नु पक 5 मिनट भइसक्यो यहाँले गरेर यस्तो गर्न यसको यो मोचा हो कि यो कि गम्बुड हो यार ए माथिसम्म गरेछ नि त ल भयो नरु बेबी के हुँदैन त्यो जाब होइन भने मन दुख्छ नि त ए आमा बाबाको याद आयो होला क्या त्यस्तो हुन्छ नि त आमा बाबाको नि होइन गगाको चाहिँ याद आउँछ कि गगाको टेन्सन नलि गगा आरामले कैलाश घुम्दै हुनुहुन्छ कैलाशमा पुरा धर्म गरेर बेबीलाई ल भयो यति भएपछि त सकियो भित्रै छ अरे लगाइदियो त अब सनम तान्दै त होइन यहाँसम्मको रहेछ नि त ओए पोस्ट अफिस बन्द गर पोस्ट अफिस खुल्ला तपाईँहरू सबै अहिले मेरो भिडियोमा हुनुहुन्छ मेरो भ्लगमा हुनुहुन्छ मेरो च्यानल शेर्पा दाइ भ्लग्समा हुनुहुन्छ सबैजना के त्यो चाहिँ कसको कुन चाहिँ स्ल्याक्स गर्दैन यसले यो एउटा यो लाउने भित्रबाट टाइट स्ल्याक्स यतिको लाउने आमा छोरा त आउने बित्तिकै दिन्छ बसमा लिनु जाँदै मोबाइल दिनु भयो किरा उता खेदाइदो ल बेबी बाई ल पछाडि बोका बेबी ब्याग बोका न यहाँ ल यहाँ यता ल ल भयो ए लुगा ल भयो हे तेरिका हो त्यसको पनि त्यसलाई बोक्नु दे होइन बल्ल बल्ल जानु मान्यो स्कुल ल बाई बाई ल बेबी बाई ल है हो यसरी जाने हो नि त खुसी भएर अब हिजो
पानी परेर एकदम धुलो मैला भयो, त्यही भएर सरसफाइ धेरै पर्छ। यहाँ दिदी चाहिँ सफा गर्दै हुनुहुन्छ। दिदी चाहिँ तिमीहरू के को सुई लाउनु जान्ला अरे? के को सुई? ओहो हो र? कतिखेर जानुपर्ने हस्पिटल? हो र? हो खै छेकी छोड्दै एकचोटि म माथि कौशीको फोटो खिचेर आउँछु। यही छोड कौशी भिडियो बनाएर आउँछु। यो चाहिँ हाम्रो यो चाहिँ दिदीको घर, छेक्सको घर। खाना खानुभयो सन्दै? यहाँ हाम्रो सन्दै यहाँ हुन्छ। यी सन्दै यता छ। के गरे? त्यति त्यो बोल्नु सकेन भन्छ त हो? बोल्नै सकेन भन्छ त बिहान। अल्छी लाग्यो होला नि त बोल्न लाने। बोल्न अल्छी लाग्यो होला। मजाले माथि आइरहेको छु कौशीतिर, किनभने तपाईँलाई कौशीको दृश्य देखाउँछु। कौशीबाट चाहिँ दृश्यहरू देखाउँछु। सिरियल ल यो चाहिँ हाम्रो कौशी, एकदम माथि 3 तला माथिको कौशी। यतापट्टि चाहिँ कपन गुम्बा छ। ए कपन गुम्बा हो यो चाहिँ। कपन गुम्बा भने यही हो। अहिले चाहिँ बिहानको 9 बजिसकेको छ। घाम एकदमै लागिरहेछ, टिल्ला घाम लागिरहेछ, टिल्ला घाम लागिरहेछ। यो घाम लाग्छ अनि अहिले अब दिउँसोतिर अथवा बेलुकातिर ठुलो पानी पर्छ फेरि। अहिले यस्तै भइरहेछ यहाँ अथवा नेपालको जहाँ पनि त्यही भएर होला। तल दिदी सफा गर्दै हुनुहुन्छ। दिदी चाहिँ सफा गर्दै हुनुहुन्छ। त्यो पारी देख्ने चाहिँ पोइन्टार, कपन पोइन्टार भनेको चाहिँ त्यहाँ ऊ परतिर हो। अनि हाम्रो दाईको घर चाहिँ यहाँ माथि पर्छ, यो डाँडाको तलमुनि। साइला दाई जेठा दाई दुईजना घर त्यहीँ हो। यहाँ माथितिर यता माथि हो, यता माथितिर छ। यहाँतिर ट्याक्कै यतातिर पर्छ दाईको घर। अब तपाईँहरूलाई म एउटा कुरा देखाउँछु है त। अब यो बाटो चाहिँ अगाडिको 3 फिटे छ नि त। अनि कबाडी आउँछ, साइकल लिएर सिधा आउँछ, अनि टक्कै जाने बेला घुम्ने बेला बाटै हुँदैन क्या। कस्तो गाह्रो हुन्छ हेरौँ कबाडीले कसरी साइकल घुमाउँछ है त। तल आइसकेको छ, म तल जाउँछु है। ब्यागको ब्याग जानुपर्छ हो, गाह्रो छ नि। यहाँ घुमाउनु ठाउँ छैन कि गाह्रो। यो हाम्रो गेटहरू खोलिदिएर घुम्थ्यो, अब के गेट खोलिरहनु त्यसको लागि। अब ब्यागको ब्याग जानुपर्छ परसम्म। बाइक होस् चाहे जे छिरेपछि आएपछि घुमाउनु ठाउँ नै छैन। परसम्म ब्यागको ब्याग गयो त्यो भाइ।
ओ कबड्डी त ब्यागको ब्याग गयो त अनि के गर्नु ठाउँ छैन त्यही त नि त्यो अघि चाहिँ मैले त्यो बच्चाहरूको भिडियो किन बनाएँ भने चाहिँ बच्चा त्यो हाम्रो सालीको छोरी तुङा याङ्गी चाहिँ स्कुल जाने बेला एक दिन मात्रै होइन कि जहिले एभ्रिडे चाहिँ के गर्छ भने घरि पेट दुख्यो भन्छ घरि टाउको दुख्यो भन्छ है अनि फकाउँदा बल्ल गयो अनि मैले चाहिँ के भने तिमी स्कुल नजाने भए चाहिँ ट्याप स्याप पनि सबै यता राख अनि मामासँग गएर बस्छ दिनभरि यहाँ हामी हुँदैन यहाँ कोही पनि हुँदैन भनेर मामाको पठाएको मामाले फेरि यता लिएर आएछ अनि बल्ल अब तिमी जाऊ स्कुल गएर पढ अनि कति 1 प्लेट अथवा 2 प्लेट पढ अनि म पप्पा लिन आउँछु है पप्पा लिन आउँछु अनि घरमा आउनु है ल भनेको अनि बल्ल मानेर गयो अब कहिले के हुन्छ भने थाहा हुँदैन नि फेरि साँच्चै पनि दुखे हुनसक्छ होइन त्यो भन्नु सकिँदैन फेरि साँच्चै दुखेको बेला हामीले चाहिँ गफै दिए जस्तो लाग्छ नि त अनि त्यही भएर चाहिँ फकाएर पठायौँ जहिले पनि फेरि एक दिन होइन रहेछ नि त फेरि गएकोसँग बस्दा पनि त्यस्तै अब खास अब हजुरआमाले पठाउनुहुन्छ नि त स्कुल चाहिँ लाने ल्याउने स्कुल चाहिँ अहिले चाहिँ हजुरआमा चाहिँ कैलाश यात्रा जानुभएको छ त्यही भएर हामीसँग बसिरहेको छ अनि भान्जीले हेर्छ सबै भान्जीले पुऱ्याउनु गएको छ ल्याउने लाने सबै उसले गर्छ त्यो मान्दैन के फेरि कहिले काहीँ कस्तो लाग्छ भने साँच्चै हो कि जस्तो पनि लाग्छ फेरि यसो चाहिँ होइन रहेछ भात सात खायो ओरे सबै गऱ्यो जब लुगा लगा भन्दा नि रुन्छ कि पेट दुख्यो भने होइन अनि त्यसको फेरि एकैछिन फेरि मैले पेट छामेको अनि के भएको छैन त भनेर नाटक गरेको अनि फेरि के भन्छ पेट दुखेको होइन मेरो त टाउको पो दुखेको भन्छ फेरि अनि त्यही भएर फकाउँदा बल्ल स्कुल चाहिँ गयो मैले के पनि भनेको छु भने 1 प्लेटमा लिन आउँछु अथवा एकछिन पख अनि भोलि चाहिँ स्कुल नजाऊ तिमी आज चाहिँ जाऊ भनेर फकाएर पठाएको छु अब भोलि पनि सायद यस्तै गर्छ होला तर म भोलि हुन्न भोलि म ड्युटी गइसकेको हुन्छु अब भोलि मेरो छोरीहरूलाई तनाव हुने भयो या के गर्नु बच्चा हेर्नु गाह्रो छ गाह्रो यहाँ हेर्नुहोस् अगाडि मकै सकै सबै यस्तो छ पुरै सफा गर्नु हुँदैछ दिदीले चाहिँ ल साथीहरू अब कौशीमा पनि धेरै बेर के बस्नु होइन तलतिर झर्नु पऱ्यो तल कौशीमा यस्तो छ कौशी झर्नु ए बच्चाको चप्पल लगाएर आज फेरि है केटीको त्यही तुङ्गाको चप्पल यहाँ पनि यस्तो छ गाई गोठर हो यस्तो देखिरहेछ अब चाहिँ साङ्गेजी बत्रो टाउको निक्लेछ यतापट्टि चाहिँ गाई गोठ यहाँ चाहिँ गाई गोठ हो यहाँ पछाडि यस्तो चाहिँ घर पछाडि यहाँनिर चाहिँ हाम्रो गाईको गोठहरू छ यो हाम्रो भन्नाले हाम्रो होइन फेरि अर्कै मान्छेहरूको कपन गुम्बा यस्तो क्या दामी छ सिनहरू चाहिँ खतरा देख्छ कि यहाँबाट खिद्यो ल दिदीको काम चाहिँ सक्न लाग्छ पुरै सरसफाइ गरिरहेछ कराउँदा उहाँहरू पनि हस्पिटल जानु लाग्नु भएको छ म पनि एकछिन अब छोरीलाई कलेज छोड्नु जान्छु अनि कलेजबाट आएपछि एकछिन यताउता बस्नु पऱ्यो उनीहरू हस्पिटल जान्छ एउटा स्कुटी यहाँ छ भिनाजुको यो फेरि के भने अहिले हावा आयो भने त्यस्तै हुन्छ यहाँ सबै फुलमा पानी सानी हाल्ने काम भइरहेछ यो अलिक भित्तामा भएर चाहिँ किराहरू पनि धेरै आउँदो रहेछ भित्र छिर्दैन दामी सफा भइसक्यो यो चाहिँ मेरो रुम यहाँ तलको चाहिँ यो रुम चाहिँ मेरो छ तलको फ्ल्याट चाहिँ यो माथिको चाहिँ दिदीहरू आफै माथि चाहिँ फाल्टो मान्छे यहाँ चाहिँ छिमेकी अम्बिका बहिनीहरू घर पहिला चाहिँ यो घर भर्खर बन्दा चाहिँ उहाँहरू चाहिँ यहीँ भाडामा बस्नुहुन्थ्यो होइन त यही घरमा यो बिल्डिङमा अगाडि एउटा छिमेकी हुनुहुन्छ पानी पनि हालिदियो बेलुकासम्मलाई ढुक्क भयो अब यो सबै सफा पनि भयो
गेट यहाँ लाउने छ। यो यसरी यहाँ नराख्नुहोस्, यो चाहिँ यसरी यहाँ राख्दा के हुन्छ भने कभरहरू आउने बेला फ्ल्याटै लान्छ। यसलाई बरु सक्दो यसरी झुन्डाउने। फुल देखाउँछु पक्नु, फुल त देखाउनु पऱ्यो। कहाँ छ खै? यो चाहिँ एकदम मेहनतले गर्दा यस्तो नि। कुन चाहिँ फुल त दामी छ नि। फुलको आँखा कतिको जान्छौ तिम्रो हस्पिटल? जा जा, के गर्नु अब खर्च भयो भने जानै पर्यो। म पठाउ गरिदिन्छु। आउँदैन कुदाउनु तपाईँलाई? अब यहाँ हेर्नुहोस्, भिनाजु बिरामी छ, माल यहाँ छ, कुदाउनु मिल्दैन है सुन्दैन हो। मलाई त यहाँ सन्चो मान्छेलाई त गाह्रो हुन्छ। अनि बेलैमै सिक्यो भने चाहिँ के हुन्छ भने काम लाग्छ, काम लाग्छ। यो हस्पिटल जानुपर्छ, उहाँ हरिसिद्धि जानुपर्ने तर चलाउनु नसक्ने अवस्था। खै मैले खुट्टा धुनु पऱ्यो, दिएँ माफी धुन्छु ल। म चाहिँ यो बेबीको चप्पल लगाएको। ल हजुरहरू जानुहोस्, खानासाना खाएर जानुहोस्। पठाउ कतिखेर गर्नु? पठाउ पनि अस्ति त सस्तो पो थियो दाइ हो। त्योभन्दा कुनै कुनै 530 पनि दिएको थियो। होइन त्यस्तो हुँदो रहेछ कि जति बेलुका हुँदै गयो, जति जे हुँदै गयो नि बिहानको। अनि अहिले फेरि नयाँ उयो आएको छ अरे त, नयाँ एप्स एङ्गो भन्ने। सस्तो मेरो एङ्गोको एप्स छैन नि त। यहाँ चाहिँ जग्गा खाली छ है, तपाईँहरू कोही लिनु इच्छुक हुनुहुन्छ भने हाल्यो त्यहाँ। इच्छुक हुनुहुन्छ भने एकदम तिनाना होइन त, तिनाना छ यहाँनिर। बाटो त्यही अघिको कबाडी घुम्नु नसकेको, साइकल नघुम्नु सकेको त्यही हो। आएपछि आएको यो चाहिँ अहिले आरू रोप्या छ। यहाँ अगाडि हाम्रो झापाली दाइकै घर छ। यहाँ बा हुनुहुन्छ। यहाँ हामी चाहिँ टक्कसँग बसिरहेको छौँ। त्यो पानी राम्रो छ। त्यो अस्ति गोडेको छ अरे क्या त, पानी परेर कस्तो नाङ्गै उब्रो, कस्तो रमाइलो लाग्यो मलाई। पहिला हामी पनि त्यस्तै थियो क्या बच्चामा। त्यहाँ नाङ्गे फिल्ली कुद्थ्यो, त्यो याद चाहिँ नातिले दिलायो। यता चाहिँ टरेर छ नाति केटो पुरा फिल्लीले कुदेको नि त, नाङ्गे क्या त्यो गुम्बा अगाडि। नान छोरा हिलो हिलो छ, अलि पानी परिहाल्छ। त्यो गोडेको सानो छोरा क्या नाङ्गे क्या फिल्ली, कस्तो मजा आउँछ क्या त्यो बेला। हामी नि बुधबारेमा त्यहाँ पहिला बस्दाखेरि त्यस्तै त गर्थ्यो त। यहाँ स्कुलबाट खुट्टा त खास बाहिरै धोयो नि। यसले चाहिँ बच्चाहरू छोडेर आयो, हालो गरिदिए। यत्रो बर्थडे कहिले हो? ए बर्थडे यसको गइसक्यो, ह्याप्पी बर्थडे। त्यस्तै हुन्छ अन्त थाहा नपाएपछि के होइन, दुःख परेर बर्थडे भएपछि। त्यही त दुःख पऱ्यो होला बर्थडे न सर्थडे। अनि घेल्दालाई भन्छु भने एकचोटि भनेको नि के भन्नु? कान जचाएर त्यतिबाट गयो भइहाल्छ। ए ट्याक्सीमा जाने के फरक पर्छ, बुढाबुढी आरामले जानु। यो पनि निकालेर फाल्नु पऱ्यो नि त यस्तरी। ए कसलाई? म अनि बिरामी होइन एकचोटि यहाँ के ल भयो। यो घर चाहिँ यसरी बनेको छ। यता चाहिँ पुरै सियरल उठाएको छ यो साइडमा चाहिँ। गर्दैन यसरी त्यसले पुस्नु चाहिँ पुस्नु। ल जाने बेला भने यस्तो सनामसँग नि होला नि एप्स त। अहिले जाने बेला भने यहाँ फेरि हामी नै हिँड्नुपर्छ। खाना खाऊ। अब यी चट्टु भित्र पसियो, भित्र फेरि टक्कसँगले यस्तो हुन्छ मेरो चाहिँ। चप्पल यहाँ लाउने, चट्टै जाने, यस्तरी कति कपाल के यस्तो छ कि रुम चाहिँ यस्तै छ मेरो। यहाँ टक्कै अगाडि चाहिँ फेरि ढोकाबाट छिर्ने साथ देउता थान। यहाँनिर चाहिँ मेरो सासु आमाले पूजा गर्नुहुन्छ बिहान बिहानै। अहिले चाहिँ उहाँ कैलाश जानुभएको छ। मेरो फ्यामिलीहरूको फोटो तपाईँलाई म देखाउँछु। ल हेर्नुहोस् मेरो फ्यामिली,
माई फ्यामिली। यो चाहिँ मै भइहाल्यो चिनिहाल्नु होला। अनि अर्को चाहिँ उहाँ चाहिँ मेरो श्रीमती बिनाजी अहिले बाहिर हुनुहुन्छ। यो छोरी भइहाल्यो लमु, यो पेमा सालीको छोरी। यो पनि अघि स्कुल जानु नमान्ने साली चाहिँ उसकै छोरी हो फेरि। अनि कैलाश जानुहुने सासूआमा, जेठो सालो, माइलो हो कि साइलो हो है, 3 जना दाजुभाइ त। कान्छो ऊ अघि दले उसले फगाएर पठाएको। अनि हाम्रो दारिन्जी मामाको छोरा, यो चाहिँ मै भइहाल्यो। यो चाहिँ हाम्रो कहिले भने मनोकामना जाँदाखेरि अब त्यो अघिको बच्चा फेरि यो होइन, यो त ठुलो भइसक्यो 10मा पढ्दैछ फेरि। अनि अर्को चाहिँ त्यो बच्चाहरू पढ्ने स्कुल चाहिँ यही हो हजुर। ल हेर्नुहोस्, पिक पोइन्ट एजुकेसन। यो चाहिँ कहाँ छ भने ठ्याक्कै बालखानीमा छ, बालखानीमा। यहाँ छोरी पनि कलेज जानलाई रेडी भइरहेछ, त्यसलाई पनि पुऱ्याइदिनु पऱ्यो। अनि यस्तो छ, तपाईँलाई म टुर देखाउँछु है। अब यो चाहिँ मेरो रुम, मेरो रुम चाहिँ यस्तै छ। खतरा खुद्रुक है रुम यस्तै छ। हेर्नुहोस् ल, पानी परेर लुगा नसुकेर यहाँ राखेर सुकाइरहेको छु मैले। यस्तै लथलिङ्गै छ नि, के गर्ने। अनि मेरो भ्लग बनाउने सामानहरू चाहिँ यहाँ छ। यो चाहिँ मेरो भ्लगको लागि युज हुने गोप्रो हिरो 6। यसले भ्लग सुट गर्छु। अनि यही यसको उयो भइहाल्यो, केस भन्छ होला चाहिँ, केस कि के यो भइहाल्यो, यो छ। अनि अब अफिसको लागि मोबाइल, तुरतुरे मोबाइल यहाँ छ है। अब यी फ्यामिली यो भइहाल्यो, छोरी यो भइहाल्यो, आमा यहाँ छ, हामी यहाँ छौँ। चट्टसँग यसरी निक्लेर चाहिँ तपाईँलाई म मेरो किचन देखाउँछु। यो कति कपाल झरेर हौ, तेरो यहाँ आएर कसले कोरे त नकोरे। अनि यहाँ चट्टसँगले मेरो हो गोप्रोको लागि हेलमेट यहाँ छ। यहाँ यस्तो छ। अब तपाईँलाई म किचन देखाउँछु। हेर्नुहोस्, डाइनिङ टेबल यहाँ भइहाल्यो। यो उयो भइहाल्यो, के भन्छ यसलाई, हाम्रो वासिङ मेसिन भइहाल्यो। वासिङ मेसिन यहाँ यस्तो छ, यस्तो छ हजुरलाई। घर सबै आज मेरो टुर देखाएँ तपाईँलाई। आजको भ्लग चाहिँ मेरो होम टुर भयो। आजको भ्लग चाहिँ मैले सबै प्राय रुमहरू देखाएँ, घर देखाएँ। यो घर दिदीको घर हो होइन। अनि कहाँ हो, के हो, कस्तो सबै देखाएँ। अनि त्यही हो। अब मैले चाहिँ भर्खरै नयाँ च्यानल खोलेको छु। पहिला पनि च्यानल 2टा थियो मेरो। त्यो चाहिँ च्यानल मेरो के भयो भने डिमोनेटाइज भयो भनौँ न। अब कि त्यस्तै भएर च्यानल बन्द भयो। त्यही भएर चाहिँ मैले अहिले नयाँ च्यानल खोलेको छु फेरि। मेरो च्यानलको नाम चाहिँ हो शेर्पा भ्लग्स 40। शेर्पा भ्लग्स 40 हो। तपाईँले नयाँ हुनुहुन्छ भने च्यानलमा लाइक, सेयर, सब्सक्राइब सब गरिदिनु होला है। अब चाहिँ त्यही हो, आजको टुर देखाएँ। योभन्दा अगाडि पनि मेरो 2टा भिडियो हालिसकेको छु, मोटो भ्लग हालिसकेको छु। म चाहिँ प्रायः मोटो भ्लग पनि गर्छु। अनि स्पेसल मोटो भ्लग, यो डेली भ्लग चाहिँ आज मात्रै गरेँ मैले। अब यहाँ छोरीको रुम देखाउनु खोज्दैछु मैले। किन के हुँदैन? हेलो, यहीँ रेडीमा छ छोरी चाहिँ जानलाई। आहा हेलो भन्दै कान्छी यो बच्चालाई। त्यो रुन्चेको ट्याप यहाँ चार्ज गरिरहेको छु। कति चार्ज छ यसको? धेरैसँग गर्नु हुँदैन, ल फेरि उयो पड्किन्छ फेरि मोबाइल। त्यो रुन्चेको ट्याब यहाँ छ। यहीँ यस्तो छ हालत, के गर्नु अब यस्तै छ। यहाँ चाहिँ हाम्रो हजुरआमा सुत्नुहुन्छ, सासु आमा। हेलो, साथीसँग गफ गर्दैछ। यहाँ चाहिँ बेबीको खेल्ने ठाउँ यहाँ छ। बेबीको खेल्नु, यहाँ साथीसँग कुरा गरिरहेछ। बोल यहाँ के भयो त बोल। के सेपरेट कुरा छ क्या, गोप्य कुरा बोल। यहाँ रेकर्ड गरेर बोल। म आउँछु। ए ल किन? ए ल कति बजी अहिले? 50 जाउँ। ल साथीले फोन गरेछ, लुगा के लाउने यही मनोकामना जाँदा यो पेमा र यो लमु। पेमा र लमु यहाँ मैले भिडियो 45-50 मिनटको बनाउनु छ क्या। लमु पठाउनु लाग्छ उनीहरूलाई। ल है एकछिन बस। कति बजी हेर्दा? 31। अब मैले लुगा लाउँछु ल। यो चाहिँ कलेज पढ्छ फेरि। यो स्कुल पढ्ने जस्तो देख्छ तर कलेज पढ्छ फेरि। कलेज पनि होइन, फेरि कलेज भन्दा माथि अझै ब्याचुलर। ल ठिक छ, अब म पनि लुगा लाउँछु होइन।
लुगा लाएर चाहिँ के गर्छु भने ऊ नानीलाई चाहिँ कलेज छोड्छु प्रायः बिदाको बेला जहिले पनि म चाहिँ कलेज छोड्ने लाने ल्याउने दुइटै गर्छु के त्यही भएर आज एक दिन बिदा छ अनि त्यो बिदाको बेला चाहिँ अब उसलाई छोडिदिन्छु अनि त्यसपछि छोडेर आउँछु घरमै अनि एडिटिङहरू भिडियोहरू एडिटिङ गर्छु अबको बाँकी भिडियो चाहिँ म मोटो भ्लगमा गर्छु है त मोटो भ्लग पनि एकछिन हेरौँ बाटोमा के कस्तो हुन्छ है त गाइस नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु है त ल अब भ्लग पनि सुरु गरियो अब गोप्रो सोप्रो पनि लगाइयो हेलमेट पनि लगाइयो हेलो मानलाई भनेर आउँछ सुन्दै गयो है छ कि हामी बेला पुऱ्याएर आउँछ म सनमलाई पनि त्यो ट्याक्सीमा लगे भइहाल्यो नि म गएँ सनमले गर्छ है बाई बाई सनमले गर्नुहुन्छ अब आज चाहिँ हाम्रो भ्लग सुरु भइसकेको छ हजुर के गर्ने हजुर यो चाहिँ यसो कमिला छिर्छ होला होस् कहाँ डिकीमै ए मैले चस्मा लाउनु खोजेँ नि त हे बिर्सेर यार चस्मा त लाउनै पऱ्यो नि त गाइस के गर्नु हजुर के गर्नु यो फेरि पुरा हेलमेट लगाएपछि चस्मा एकदम गाह्रो छ कि लाउन ल दामी भयो नि त जय शम्भो जाऊ 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 कान्छी जाऊ जय शम्भो पखाइ ल म ठिक छ ल म तँलाई ढिलो होला फेरि है तेरो अनि साथीले भन्थ्यो तेरो यहाँ के लागिरहेछ त आँखा त यस्तो छ यताले यो हाम्रो छोरी यस्तो सोझो छ कि न मेकअप गर्छ न के गर्छ मेकअप पो किनिदिनु भन्छ यार ल अच्छा यतिको 20 वर्षको केटी त पुरै हुनु ऊ तेरो दुश्मन आइरहेछ है ऊ लुकुरी सिधै बस्न नि सिधै बसिस् त्यो सबै त्यो तल त मान्छे त्यो मान्छेले यताउता फेरि नराम्रो देख्ला भयो किन नि अनि किन त्यसरी बसेँ त नि ए यहाँबाट गर्न ल झर त बिस्तारै झर त्यसरी लाउनु हिँड्नु हुँदैन एकछिन न ढुकुरी है ढुकुरी छ भने ल जा बस कान्छी बस भयो सजिलो भयो ल लेट्स गो चलो आजको भ्लग सुरु भइसक्यो अब आज यहाँ 4 आउने दिन रहेछ तर 4 यहाँ हाम्रो 4हरू चाहिँ यहाँ फाल्ने हो तर 4हरू त यहाँ टाइम होइन जहिले पनि आउँछ है ल जस महानगरले अहिले भाले नआइकन चाहिँ एकदमै छिटो हेलमेट कस्तो भारी भयो यार एक्सक्युज मी कति बजी छुट्टी 3 बजे ल आफै आइज ल मेरो एकछिन काम छ ऊ हेर मान्छेको बच्चाहरू त यार यस्तो सानो बच्चाहरू त मजाले गइरहेछ त ऊ यङ्गो भने यही हो नयाँ आएको नयाँ एप्स राम्रो सस्तो छ अरे के तैँले डाउनलोड गरेको छ त छैन यङ्गो हो र
बाइकहरू पनि छ याङ्गोमा? ए ए ए याङ्गोले चढ्यो भने दिन्छ ड्याङ्गो। अब हामी चाहिँ पुग्नुपर्ने चाहिँ ठ्याक्कै अब यस्तो बाइक चढेर भ्लग बनाउनु पर्ने हो नि है ल म कस्तो यस्तो बाइक चढेर भ्लग बनाउनु पर्ने हो नि त मैले। तर के गर्ने त्यो बाइकै चढ्नु मनै लाग्दैन। अब हाम्रो डेस्टिनेसन चाहिँ कहाँ हो भने कपनबाट ठ्याक्कै मित्र पार्कै भनौँ न। मित्र पार्क भन्दा अलिक तलतिर हो त्यो ठाउँको नाम एक्ज्याक्ट भन्नु चाहिँ आएन मलाई। एक्ज्याक्ट हो कि एक्ज्याक्ट के भन्छ त्यो भन्नु आएन। अहिले चाहिँ हामी ठ्याक्कै त्यहाँ पुग्नुपर्छ। सजिलो भइरहेछ। अनि अहिले चाहिँ ठ्याक्कै 10 बज्न लाग्यो। अफिस टाइम पनि सुरु भइसकेछ लगभग। अब अफिस टाइम सुरु भएपछि के हुन्छ भने जाम हुन्छ। धेरै जाम हुने सम्भावना छ। अब अहिले चाहिँ ठ्याक्कै म चाहिँ खरिबोट आइपुगेँ। खुट्टाहरू अलिक उयो गर ल है छोरी, खुट्टा तान। म अलि राम्रो अलिक समाएर बस है। यो कहाँ यो गाडी यस्तो जाममा यस्तो ठाउँमा गाडी रोकेर बस्छ यो मोड्दा समय जहाँनिर जो होछ उसको मुखमा घोचो भनेको थियो। जहाँ साँगुरो छ त्यहीँनिर यत्रो गाडी झ्याप्प रोकेर बसिदिएको छ। त्यो भएपछि त नि आउने जाने उयो नै हुँदैन बाटै हुँदैन। हाम्रो यो चाहिँ खरिबोट एरिया, कपन खरिबोट एरिया। अब के कुछ ही देर में हम लोग आएंगे, पहुँच जाएंगे फाइका चौक। आज पनि घाम मजा लागेर पुरा गर्मी होला जस्तो छ है। कलेजमा कतिको गर्मी हुन्छ होला? धेरै नो पङ्खाहरू छैन? अब एसी त के राख्थ्यो र? एसी चाहिँ राख्दैन हेर। त्यो त अनि उयोहरूलाई हुन्छ नि सरहरूलाई हुन्छ। सरहरूको हो अलि हेरी हुन्छ। सबै क्लासमा त एसी हाल्नु पनि अलिक गाह्रै पर्छ। त्यो भएपछि फेरि एसी सबै रुममा एसी भयो भने त्यो अनुसार फी पनि बढ्छ नि फेरि। मान्छे एसीले बत्ती खान्छ। यो होटल प्रीति राईको भने होइन बन्द रहेछ होइन? यो हो प्रीति राईको होटल। हाम्रो चर्चित महिला फुटबलर प्रीति राई, नेपाली वुमेन मेस्सी। त्यो अघि फोन गरेँ नि साथी, कहाँबाट गरे त्यसले चाहिँ? कलेजबाटै गरे कि घरबाट गरे? साथीले फोन गरिरहेको थियो नि तिमीलाई। ए अलिक छिटो आइज है भनेर। यो जहिले ढिलो जान्छ होला अनि अलिक छिटो आइज है भनेर तँलाई तेरे त तलबाट जाउँ ल। खै जानुहोस् बा, जानुहोस् तपाईँ, जानुहोस् आफ्नो घर जानुहोस्। तपाईँ चाहिँ पर्नुहोस्, तपाईँ जानुहोस्, तपाईँ पर्नुहोस्। ए अहिले भर्खरै चाहिँ तेन्जिङ चोक क्रस गऱ्यो है। कपनको तेन्जिङ चोक, कपन तेन्जिङ चोक गयो। यहाँ पनि फोहोर आएको छ है। rock and roll।
यहाँ पनि फोहोर आएर रहेछ। अब अहिले चाहिँ ठ्याक्कै आइपुग्यो भिरकुटी चोक। यो चाहिँ भिरकुटी चोक। यता गयो भने मिलन चोक, यता गयो भने मङ्कर, सिधै गयो भने गोपीकृष्ण जाभा हिल। अलिक स्पिड कुदाउँ, अलिक स्पिड कुदाउँ भने समय ल ल। आफ्नै छ पारा, आफ्नै छ पारा। कस्तो बिपी मर्गसी। अहिले हामी चाहिँ सरस्वती नगरमा छौँ। अर्को सालीको छोरीको स्कुल चाहिँ यता गोल्डन पिक होइन त। पेमाको लुगाहरू पेमाको लुगा कहाँबाट लिनु थियो अरे? कहाँ घर लानुपर्ने? किन के भयो? हो अनि के गर्नु पर्ने? अनि के रिन्जुले ल्याइदिइहाल्छ नि। अजङ रिन्जुलाई फोन गर्छ बुझ्नु? कसले? अजङ रिन्जुले? ए के भन्छ? म चाहिँ आउँछु स्कुटी कुदाएर आउँछु भन्नु। म नभए भोलि अफिसबाट फर्किँदा ल्याइदिउँला नि त। आज त खै केमा गयो? यता जाँदैछ? यता किन यता गएको दिन? ए मर्निङ ए मर्निङ सो फिल्म जस्तै मर्निङ सो भनेको छ। मैं जरा पासोती है झुमे जन बता रुक जा हो दिल दीवानो। त्यस्तो कति देखिन्छ नि त्यस्ता लुगाहरू त हेर्नै हुन्न क्या। हेर्ने मात्रै हो, सम्झिनै पानी सम्झिने। 1000 एउटा लुगाको 12-15,000 त्यस्तो खालको पसल त यहाँ छ जस्तो लाग्दैन यो लाइनमा त मलाई। हेलो म त्यो 11-12,000 एउटै लुगालाई पर्ने त यहाँ पसल छ जस्तो लाग्दैन। छैन त्यत्रो पर्दैन। हद्दे भएको 2500-3000 धेरै महँगो भनेको 2000-2500 त्यहाँभन्दा धेरै पर्दैन। तिमीहरू के गर्ने? लुगा जति किने पनि राख्दैन लुगा, कता कता लाउने बेला हिँड्ने बेला फेरि लुगै छैन भन्छ। कहाँ छ लुगा? सबै ब्यागमा छ। कहाँ छ लुगा? कसले हराउँछ त? कसले लान्छ त्यहाँ? तैँले त्यस्तो कुरा गर्छस् त? लुगा कहाँ छ? कहाँ हराउँदैन कि? तिमीहरूले नै कसैले दिनुपर्छ साथीहरूलाई। तिमीहरूले नै साथीहरूलाई बाँड्यो भने अनि घरमा चाहिँ हरायो भन्ने हो कि? किनिदिने त भन्ने हो कि? नकिनेर हुन्छ त? अब म चाहिँ चावल चोक पुग्नु परेर त्यो जाममा यता भित्रै गणेशस्थानबाट जाने हो गाइज। कसैले बाटै छोड्दैन त, रोक्दैन त हेर। कस्तो हेर आएपछि आएको छ रोक्नेको नामै छैन त बा। कस्तो सिलौटो बनाएर सिलाउटो बन्दैछ सिलाउटो।
आफ्नै छ कुनै त्यो गानै आएन नि गाना चाहिँ राम्रो छ। अहिले चाहिँ म चाबेलको भित्री बाटो हेल्पिङ ह्यान्ड्सको पछाडिको बाटो हुँदै चाबेल गणेशधाम निक्लिनु खोज्दैछु। यस्तो उकालोमा ओभरटेकन गर्छ यार गाह्रो मान्छे गाह्रो मान्छे चाबेल गणेशस्थान आइयो होइन ल नि यहाँ चाहिँ के भयो भने यहाँको जति पसल छ यो लाइनको सबै हटाएको छ क्या पसल एउटै छैन गाइज। नगरपालिकाले सबै उठाइदियो यहाँ यी खुल्ला यसको भित्र चाहिँ फुटबल ग्राउन्ड छ है साथीहरू। यो भित्र चाबेल गणेशस्थानको भित्र गाह्रो भयो क्या गाह्रो भयो भने जय भगवान् गाह्रो भयो भने भन्न म बाटो त्यस्तो छ कान्छी के गर्ने लुगाहरू चाहिँ तपाईँ दामी छ त यहाँ है हो यो त स्पोर्ट्स पसल हो त्यो त स्पोर्ट्स यहाँको दामी छ एक दिन यहाँ आउनुपर्छ है एक दिन महँगो त भइहाल्छ नि तल सस्तोमा चाहिँ के चाहिँ पाउँछ किन्ने दामी अब दसैँमा किन्यो क्या दसैँमा भने अनि किन्ने त हो नि दसैँमा त नयाँ लुगा किन्नु किन नकिन्नु किनिहाल्छ नि दसैँमा त नयाँ लुगा लाउनु परिहाल्छ नि कान्छी हो किन्ने हो यहाँ हेर्न सबै खनेर है पानी परेर यस्तो हुन्छ पुरी यतै रोकिदिउँ ल म एकछिन पक्कै ल जा छोरी ल राम्रो जाऊ राम्रो पढ है बिस्तारै जा।